मलाई यत्रो दुनियाँले गाली गरेको छ, सराप्या छ, कोही बोक्सी छ भने कसैले मलाई लगाइदियोस् न। बोक्सी लगाइदिए भइगयो। सरापै छ। अहिलेको सरकार चाहिँ भात रोटी खान्छ, घुस खाँदैन, पैसा खाँदैन। तेरो बाउले भन्थ्यौ अमेरिकाका ब्याङ्कको आधा सम्पत्ति मेरै होला। अहिलेको पहिलेको भेल्यु जस्तो होइन के। अहिले म प्रधानमन्त्री भन्दा बोर्ड हेर्नुहोस् न, विश्वभरि हेर्नु।